गर्न चाहे अनि बिराको लिन चाहे। धन्यवाद। धन्यवाद। हाम्रो आजको बिहानदेखि नै मुख पनि दुखिसक्यो होला आदरणीय दाजु सामाजिक कार्यकर्ता बद्री राईज्यूलाई। र सर्वप्रथम आज हाम्रो श्रम संस्कृति पार्टी वडा कार्य समितिको दोस्रो श्रमदानको अभियानमा पाल्नुहुने सम्पूर्ण आदरणीय आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूमा एकपुष्ट रूपमा यहाँहरू सम्पूर्णमा श्रम संस्कृति पार्टी सुन्दर 6 को तर्फबाट यहाँलाई धेरै धेरै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस पछाडि हामी आज यो कार्यक्रम किन गर्नुपर्छ र कसको लागि गर्नुपर्छ भन्ने कुराहरू सँगसँगै आज केही परिचय कार्यक्रमहरू पनि यहाँहरूमा रहेको छ र म परिचयको कार्यक्रम अगाडि बढाउन चाहन्छु। हामी यत्रो श्रम गरिरहेका छौँ, हामी आज 10 दिन पुगेछौँ र हाम्रो 6 नम्बर वडाको अध्यक्ष को हो भन्दाखेरि तपाईँले चिन्नु भएको छैन। त्यसैले म चिनाउनको लागि म नाम बोलाउने छु, उहाँलाई अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। र हाम्रो श्रम संस्कृति पार्टी सुन्दर 6 वडा कार्य समितिका अध्यक्ष आदरणीय समाजसेवी अथवा उहाँ व्यवसायी पनि हुनुहुन्छ आदरणीय दाजु गजेन्द्र लिम्बू तिमीलाई म अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। उहाँलाई एकचोटि सबैले यसै गरी हाम्रो यसै श्रम संस्कृति पार्टीको तर्फबाट हाम्रो उपाध्यक्षज्यू हुनुहुन्छ गजेन्द्र घलेज्यू, उहाँलाई पनि अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। गजेन्द्र घलेज्यू र म हाम्रो यसै नगरको अथवा यो वडाका उपाध्यक्ष गजेन्द्र लिङ्खा ज्यूलाई पनि म अगाडि पालिदिनु न म गजेन्द्र लिङ्खा भन्न चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यहाँले एकदमै आजको यो श्रमको लागि र आजको यो श्रमदान गर्नको लागि उहाँले धेरै भूमिका खेलेर यहाँ पाल्नु भएको छ। यसै गरी हाम्रो नगरको तर्फबाट पनि हुनुहुन्छ, नगरबाट पाल्नु भएको छ हाम्रो उपाध्यक्ष गजेन्द्र घलेज्यू। नमस्कार है सबैजनालाई। गजेन्द्र घलेज्यू उहाँ समाजसेवी पूर्व पत्रकारितामा उहाँ एकदमै बुद्धिजीवी हुनुहुन्छ। यहाँहरूले कुनै योजना बनाउनु भएको छ भने यहाँहरूको कुनै ठाउँमा केही बनाउन योजना गर्नु भएको छ भने उहाँले एकदमै डिजाइन पनि गर्नुहुन्छ र उहाँले यो जुन बनाउन लागेको कुराहरूको बारेमा सबै उहाँलाई थाहा छ, उहाँसँग सम्पर्क राख्न सक्नुहुन्छ। यसै गरी हाम्रो नगरकै सदस्य हाम्रो विकास राई 4 नम्बर वडाबाट हुनुहुन्छ। विकास राईज्यू उहाँ हाम्रो पाल्नुभएको छ। यसै गरी हाम्रो श्रम संस्कृति पार्टी सुन्दरता नगर कार्य समितिका सदस्यज्यू हुनुहुन्छ हाम्रो बद्री म पनि एउटा श्रम संस्कृति पार्टी सुन्दर हरेटा नगरको म पनि सहसचिव प्रताप राई यहाँहरूमा परिचय दिन चाहन्छु। र यसै गरी आजको पूर्ण आजको रूपमा हाम्रो हाम्रो शङ्कर देवानजीले आज उपलब्ध गराउनु भएको छ। उहाँको लागि ताली बजाइदिनु होला। आजको यो पानीको व्यवस्था खास काटन पानी हाम्रो 32 सरबाट हाम्रो सौजन्य भएको छ। उहाँलाई एक तालीले बजाइदिनु हुन मन गर्न चाहन्छु। यसै गरी आज मार्चदेखि लिएर पन्जा हाम्रो अध्यक्षज्यू वडा अध्यक्षज्यूबाट हाम्रो मार्चहरू पन्जाहरू उपलब्ध भएको छ। उहाँको लागि पनि एकचोटि जोरदार तालीले ताली बजाइदिनु अनुरोध गर्न चाहन्छु। र हाम्रो यस पछाडि हामी के भन्न चाहन्छौँ भने हाम्रो दोस्रो दिन यहाँसम्म पुग्यौँ भने हाम्रो तेस्रो दिन यसै ठाउँमा ठिक 8 बजी भेला भएर हामी यो बाटोलाई पहिला हामी माथि जङ्गलको मुखसम्म पुर्याउनेछौँ। यही बाटो किन भनेर मेरो बाटो परेको हुनाले म भनेको होइन, यही बाटोमा धेरै फोहोर छ, यही बाटोमा धेरै रुख बिरुवाहरू पनि उम्रेको छ र माथिसम्म पुग्दाखेरि हाम्रो भोटरहरू पनि धेरै हुनुहुन्छ। त्यो हिसाबले हामी यही बाटोलाई पहिला हामी प्राथमिकता दिनेछौँ। यो सके पछाडि हामी 20-20मा भित्रभित्र अथवा कुनै ठाउँमा अपरझट काम आयो भने है कुनै ठाउँमा श्रम गर्नुपर्ने अपरझट आयो भने यो बाटो छोडेर हामी त्यो ठाउँमा पनि जान सकिन्छ। त्यसको अगाडि तपाईँहरूले 1 दिन अगाडि तपाईँहरूलाई खबर हामी दिनेछौँ यहाँलाई भन्न चाहन्छु। र यो हाम्रो श्रम
हाम्रो चुनावको श्रमदान भनेको चुनाव अगाडिसम्म मात्र होइन, हामी चुनाव पछाडि पनि निरन्तर लाग्नेछौँ। हाम्रो गाउँ आफै बनाउनेछौँ, हाम्रो सहर आफै बनाउनेछौँ र हाम्रो गाउँका सम्पूर्ण नागरिकहरूलाई चेतना पनि दिनेछौँ भन्न यहाँहरूमाझ गर्न चाहन्छु। र हाम्रो श्रमदान कहिले पनि नरोकिने हुनाले र हाम्रो हामीलाई हालसम्म हाम्रो श्रम संस्कृति पार्टी नगर कार्य समितिले 25वटा भेष 2टा बेल्ट अनि यो ह्यान्डमाइक हामीलाई प्रदान गरिसक्नु भएको छ। यसै गरी हाम्रो आज जे जतिले टी सर्ट हाम्रो सम्पूर्ण हाम्रो वडा प्रतिनिधिहरूले उहाँले हामीले भेष उपलब्ध गराउनु भएको छ, उहाँले पनि धेरै धेरै धन्यवाद। र यहाँहरूको पनि कोही इच्छुक यहाँहरूको विदेशमा आफन्तजनहरू हुनुहुन्छ र केही इच्छुक केही म पनि सहयोग गर्छु भन्ने इच्छुकहरू हुनुहुन्छ भने उहाँलाई पनि यहाँले आफ्नो तर्फबाट यहाँले पनि केही टी सर्टै हुनु पर्दैन, कुनै पनि चिज हामीलाई काम लाग्छ। श्रमदान गर्दाखेरि हामीले प्रयोग गर्ने चिजहरू कुनै पनि यहाँले त्यस्तो इच्छुक हुनुहुन्छ भने अर्को शनिबार गर्दै हामी भेला पार्दै हामी थुप्रो सामानहरू भेला पार्नेछौँ भन्न चाहन्छु। र आउने दिनमा होइन टी सर्ट हामीले लिएको छौँ, यो टी सर्ट हामी नआउँदाखेरि हाम्रो परिवार अथवा हाम्रो घरको सदस्य आउँदै हुनुहुन्छ भने उहाँलाई यो लगाएर